पिम्पल देखियो छालामा अथवा अरू केही समस्या देखियो, क्रिम फेरियो, सिरम्स फेरियो, फेसवास फेरियो, राहत पनि भयो, राम्रो पनि भयो, तर फेरि आयो। किनभने तपाईँले जरा नै समात्नु भएन, सतहमा मात्र टालटुल गर्दै हुनुहुन्छ। नमस्ते, तपाईँलाई पूर्णायु आयुर्हाइड्रा स्किन क्लिनिकमा स्वागत छ। नेपालकै पहिलो र एकमात्र छालाको आयुर्वेदिक क्लिनिक। तपाईको छालाको 80% समस्या बाहिरबाट आउँदैन, भित्रबाट नै उत्पन्न हुन्छ। यो आयुर्वेदमा 5 तहमा बुझ्न सकिन्छ। पहिलो भनेको दोषहरूको असन्तुलन हुने। वात दोष असन्तुलन हुँदा छाला बढी सुक्खा हुने, चिरा पर्ने हुन सक्छ। पित्त हुँदाखेरि बढी रातो हुने र जलन हुने बढ्छ र कफको दूषित हुँदाखेरि चाहिँ छाला एकदमै भारी, तेलिलो, ओइली र सानसानो ब्लिस्टर्सहरू बढी आउँछ र चिलाउनेपन पनि बढी हुन्छ। दोस्रो भनेको रगतको अशुद्धि। शरीरमा आमको उत्पन्न भइसकेपछि यसलाई हामी साधारणतया टक्सिन्स भनेर पनि बुझ्न सकियो। भइसकेपछि छालामा अनेक खालका समस्याहरू हुन्छन्। पुराना पुराना दाग हुने, दाग जाँदै नजाने, एक्जिमा, सोरायसिस, रोजेसिया जस्ता समस्याहरू भए। त्यस्तै तेस्रो भनेको गट र स्किन एक्सेस, कब्जियत, एसिडिटी, ब्लोटिङ, आइबिडी यी सबैले छालामा ब्रेकआउट्सहरू ल्याउँछन्। चौथो कुरा भनेको हर्मोनल इम्ब्यालेन्सेस, पिसिओएस, पिसिओडी, थाइरोइड हर्मोन, एन्ड्रोजन एक्सेस यी सबैले पनि छालालाई धेरै ट्रिगर गरिरहेका हुन्छन्। पाँचौं र अन्तिम भनेको लाइफस्टाइल ट्रिगर्सहरू, ओइली खाना, डेरी प्रोडक्ट्स, निद्राको कमी, स्ट्रेस धेरै हुनु, कस्मेटिक्समा हुने गल्ती, यी सबैलाई फेस वासले केही दिन सफा गर्ला, सिरमले केही दिन म्यानेज गर्ला, मोइस्चराइजरले केही दिन सहयोग गर्ला, तर भित्रको कारण नठम्याएसम्म समस्या कहिले हराएर भने जाँदैन। तपाईको छाला तपाईको भित्री स्वास्थ्यकै इमेज हो, कस्तो छ त भनेर दर्शाउने ठाउँ हो। जड मिलाउन आयुर्वेदिक निदान नै चाहिन्छ। छालाको समस्याले एकदमै दुःख दिइरहेको छ भने पूर्णायु आयुर्हाइड्रा स्किन क्लिनिकलाई सम्झिनुहोस्। यहाँ क्रिम मात्र होइन, कारण हराउने खालको उपचार पाउनुहुनेछ।